दर्शकबिन नमस्कार। फेरि पनि अर्को भिडियोमा यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु। यति बेला धरान वडा नम्बर 4 मा निर्माणाधीन रहेको यो अहिले यो अस्थायी पुल बन्दै गरेको छ। यहाँ व्यापक रूपमा स्थानीयवासीहरूको सहभागिता हामी देख्न सक्छौँ। यहाँनिर स्थानीयवासीहरूकै नेतृत्वमा अहिले यो कच्ची पुल बन्दै गरेको छ, बाँसको पुल। आज यहाँ धेरै जसो स्थानीयवासीहरूको यहाँ उपस्थिति हामी देख्न सक्छौँ र उहाँहरूले बिहानदेखि नै उहाँहरूले काम थालिसक्नु भएको छ। यो खोला चाहिँ अलिकति यो पारी यो यताको गाउँ त्यसै गरी यताको गाउँसँग जोड्ने र यही मार्ग हुँदै धरान बजारसँग जोड्नका लागि यो वैकल्पिक बाटोको रूपमा प्रयोग हुँदै गरेको यो रहेको छ। दर्शकबिन यो जुवाने खोला हो र जुवाने खोलामा यसरी आज स्थानीयवासीहरू मिलेर पुल बनाउँदै हुनुहुन्छ। यसरी यहाँ काम भइरहेको छ। उहाँहरूले बाँसको यो अस्थायी पुल चाहिँ बनाउँदै हुनुहुन्छ। उहाँहरूले हामी देख्न सक्छौँ। यहाँनिर अलिकति पानी पनि परिरहेको अवस्था छ। पानी परेर अलिकति अहिले फुले जस्तो छ र यहाँ धेरै यहाँको स्थानीयवासीहरू चाहिँ यहाँ भेला भएर काम गरिरहनु भएको छ। यसरी महिलाहरू धेरैको सहभागिता हामी यहाँ देख्न सक्छौँ। बाँसको यो पुल चाहिँ बनाउँदै हुन्छ उहाँहरूले। यसरी अहिले निरन्तर उहाँ चाहिँ काम गरिरहनु भएको छ। अहिले पुल बनाउँदैछ उहाँले, अस्थायी पुल। यो जुवाने हो, यो जुवाने खोलामा स्थानीयवासीहरूले आफ्नै जनसहभागितामा यो बाँसको अस्थायी पुल बनाउँदै हुनुहुन्छ। हामी उहाँहरूसँग पनि केही प्रतिक्रिया लिनेछौँ। यो खोला कस्तो के भने पूर्ण रूपमा जानकारी लिनको लागि हामी उहाँहरूसँग पनि कुराकानी गर्नेछौँ। उहाँहरू निरन्तर काम अहिले गरिरहनु भएको छ। पानी परेर एकछिन रोकिएको अवस्था छ। ल दर्शकबिन अहिले यो नहरे यो पारिपट्टि जुन यो म बसेको पट्टिबाट नहरे, त्यसै गरी पारिपट्टि जुवानेटार यो जोड्ने बाँसको यो अस्थायी पुल निर्माण भइरहेको छ। अहिले धमाका पानी अलिअलि परिरहेको छ। तैपनि यहाँनिर स्थानीयवासीको यो उत्साह जागरका साथ यहाँनिर काम गरिरहनु भएको छ। कतिलाई गरोस् त हो बिचराहरूले, म केही भन्छु, कतिलाई गरोस् सहयोग पनि। एउटा कुरा अब कहाँ के भयो उनीहरूलाई पुकार्नु, कहाँ के भयो, अनि यतिको कुरा त अब किन पुकार्नु, अब सबै मिल्यौँ भने गरिन्छ जस्तो लाग्छ। आफै गरिन्छ भनेर है, यति चाहिँ अब आफू पनि गरिन्छ होला सोच्नु। भनेपछि सरकारको भरमा त कति पर्ने, सरकारको आफूले पनि सक्दो त गर्नु भन्ने कुरो हो होइन र? पनि कति गर्ने, अब सानोतिनो कुरामा त गरिन्छ। सोच्यौँ क्या, सोच्यो सबैले सोच्यो, साथीभाइहरूले भाइ बहिनीहरूले, अनि हामी पनि लागि पऱ्यौँ। अब कुनै बाटोघाटो भनेको कुरा म जाँदिनँ, त्यो हिँड्दिनँ भन्ने कुरा आउँदैन। एक दिन हामी हिँड्नु नै पर्छ, बाध्यता पर्छ भनेर म पनि जहाँ भए पनि भ्याएँ भने जाने, मेरो जान्छु। अनि अब सबैलाई पर्छ यस्तो कुरा, दुःख पर्छ। अब मेरो पनि बच्चा छ, नातानातिनी छ। अब मेरोहरू त अब हुर्की गएको छ, नातानातिनीहरू बाइचान्स कहाँ जानु पर्ला अरे, रोकिएला अरे, अनि अब लागि पर्नु परेन त। आज पैसा त उठाउनु भएको छैन तपाईँहरू, के उठाउनु भएको छैन? अब उठाएको छैन? पैसै उठाउनु पर्यो। बाँसहरू आफ्नोबाट ल्यायो, आफै खटियो, यति हो। खाजा पनि खाइसकेको? अब खाना चाहिँ पाक्दैछ, त्यो पनि अब सरसल्लाह गर्ने हो। खाने बिहान कति बजीदेखि सुरु भएको? आउनु चाहिँ बिहानदेखि आएको, बाँस काट्दा बाँस अल्झिँदा दुखा। हामी यो मेरो देवर साइला हो, हामी खाकर डाँडाको एकजना दुईजना, अनि अहिले उहाँको खकर डाँडाको चाहिँ 3 जना मात्रै आइपुग्यो है? 3 घर पाएको छौँ। अनि 6 घर त घर मान्छे 4 जना छौँ, 4जना छौँ। अनि उहाँ खानामा जानुभएको छ, उहाँ बुढी मान्छे। ए खाना बनाउँदै हुनुहुन्छ? बनाउनुमा जानुभएको छ। अनि अब खाना चाहिँ तपाईँहरूले एकमुष्ट एक ठाउँमा तयार हुँदैछ? हुँदैछ हाम्रो लागि। अब सबै अब बिचराहरूले अब खट्टे अनुसार उनीहरूले पनि भोको नराख्नु भन्ने योजना मिलाएर अनि अब खानाको व्यवस्था गर्दैछ। तर हामी खानु मात्रै आएर हुँदैन होइन, काम पनि गर्नु पर्यो नि त। खाना त पर्यो नि त, भोकै त काम कहाँ निस्किन्छ, बल निस्किन्छ र? अब ढुङ्गासँग यता गरियो। अब अरू चाहिँ सक्दैछ।
मैले भन्नु खोजेको हो त्यो पानीले अब यो बाँस काँचो छ अब यो सुकेपछि बिनीले छेडेर काँटीको सुकेपछि सबै सुर्किन्छ नि यो अनि त्यसलाई काँटीले अडाउनु पर्ने हुन्छ मैले अघि भनेको छु यहाँ भाइ बहिनीहरूलाई यो काँटीले अडाउनु भोलिपर्सि यो बाँस सुक्छ हरियो बाँस गरेको छ खकुलो हुन्छ यो काँटी अब अलिक दिन सुकेपछि त्यो ठोक्ठोक ठोक्यो भने फुट्छ ठोक्ठोक ठोक्यो भने फुट्छ त्यो बिनीले मिसिनले छेड्दै काँटी ठोक्नुपर्छ अनि सुर्किँदैन भन्ने चाहिँ भनेको छु सबै आइडिया रहेछ तपाईँलाई यसो आफ्नो लागि दुःखमा पर्नुभन्दा त गएर आइडिया लगाउनु बेस आइडिया लगाउनु पर्छ अब एउटा बच्चाहरू अरे अब तैछोर हुँदा अरे बाँस खट्टै सुर्किन्छ अरे अनि दुगुर्नुको छोरा बच्चा लडी झर्छ त्यो पनि हेर्नु परेन हामीले अब यस्तो कुरामा दुश्मनको बच्चा पनि नपरोस् आफ्नो पनि नपरोस् होइन राम्ररी हिँडोस् खाओस् बसोस् बाँचोस् भन्ने योजना मिलाउँछु कि म चाहिँ अहिले यो जुन तपाईँहरूको यतापट्टि नहरे भन्छ होइन नहरे मेरो यो माइती गाउँ हो मेरो यता माइती गाउँ हो यता मेरो अनि यता मेरो घर चाहिँ यो माथि हो यता माथि छ मेरो माइती गाउँ हो अब के गर्नु अहिले यहाँको नानीहरू चाहिँ कतिजना जति चाहिँ स्कुल जाने गर्छन् यता धरान उता बिजेपुतिर यताबाट जान्छ होला हाम्रो टिकाबाट 9-10 जना जान्छ तर यो बाटो हाम्रो हिँड्दैन उतैबाट हिँड्छ र पनि बाइकजना यता जानु पर्यो यता पर्दाखेरि बच्चाहरू पठाउनु परेन अनि भरे खोला आइरहन्छ होइन स्वर्गको बाटो गर्भको बाटो कसलाई थाहा हुन्छ होइन पानी आउँछ उनीहरू भुलिन्छ साथी अनि झर्दाखेरि खोला रोकिन्छ खोला हुन्छ अनि आमा बाउले कुर्छ होइन अब जानुपर्छ भन्छ अनि खोलामा बिचरा खालान्दा त्यो बच्चा कहाँ खोज्ने कहाँ भेट्ने त्यो कुरा कारणले अब जहीँ भए पनि लागि पर्नुपर्छ अहिले यो खोला यो पुल नबनेको खण्डमा यहाँ खोला बाढी आइरहेछ भने कसरी स्कुल पठाउनुहुन्छ नानीहरू कति बिजोग नै हो कति बिजोग काममा जानेहरूसँग पर्खेर जान्छन् यही खोला तरेर जानु पर्यो यो बाहेक अरू कुनै विकल्प छैन नि त अहिले यहाँ श्रमदान गरिरहनु भएको छ कसरी खर्च वर्चको व्यवस्थापन गर्नु भएको छ आज के छ यो चाहिँ ए यहीँको अब यताउता अब के गर्छ होइन पछि यसरी गरौँ भन्यो भने पछि हट्नु हुँदैन के पछि हट्नु हुँदैन कति पर्यो त्यो लागि पर्नुपर्छ के मान्छे आज तपाईँको यो बाँसहरू छ नि यो बाँसहरू चाहिँ तपाईँको आफ्नो आफ्नै घरबाट हजुर कसरी हिसाब ल्याउनु भएको छ कि के छ जति लाग्छ त्यति जति लाग्छ लागिरहोस् भन्ने अब आफ्नै लागि हो अनि किन त हिसाब गरिराख्नु किन हिसाब गर्ने भनेर चाहिँ यो गरेको हामीले अब यो यहाँको जे भए पनि धरान वार्ड नम्बर 4 पर्छ यहाँको स्थानीय सरकारमा हामीले पुल आवश्यक छ पुलको लागि केही पहलहरू गरिदिनुहोस् भनेर यहाँहरूले त्यसो भन्नुभएको छ कि छैन यहाँको जनप्रतिनिधिलाई भन्छु नि भन्यो भने पढाए पाठ छोरा डुना आठ अब यसो के गरौँ त होइन कति पुकार्ने भन्ने कति सम्झाउनु कति दुःख दिनु धेरैचोटि जानुभयो तर पनि उहाँले यो पहल गरिदिनु भएन त्यस कारणले आज आफै बनाउनुहुन्छ नि त अब यसो भन्नु त अब तिमीहरूलाई गे खोल्सीलाई पनि पुल चाहियो भन्छ होइन हो कि तिमीहरूलाई गे खोल्सीलाई पनि पुल चाहियो भन्छ अब बोल्ने हाम्रो ठाउँै छैन हुन्छ हो नै अब यता तपाईँको जुन यो नहरे अनि यता अर्को कुन गाउँ छ गैरी गाउँ जत्ता भन्छ एकले तार भन्छ उता छ मास्तिर गाउँ कति जति छ होला कति घर जति होला अन्दाज थुप्रो छ नि होइन पारी गैरीमा त पारी होइन र पारी हो नि यता वारीको यता त माथि टोलै गर्ने भनेको हाम्रो गाउँ हो यो चाहिँ 13 घर जति छन् अनि यता ढाका डाँडा हुनुहुन्छ होला 14-15 घर अनि यता जाने डाँडा भनेको छ अहिलेको नयाँ बस्तीहरू भनेपछि थुप्रै रहेछ है ए ल हस् हुन्छ त ल उहाँहरू अहिले जुन श्रमदानको लागि आउनुभएको छ यहाँ एकदमै निरन्तर काम भइरहेको छ उहाँको गुनासो उहाँको पीर उहाँले बताइसक्नु भएको छ यो खोलाको कारणले धेरै समस्यामा यहाँको स्कुले नानीहरूलाई स्कुल पठाउनको लागि पनि धेरै समस्या थियो त्यसैले समस्याको समाधान गर्नका लागि कति उहाँहरूले स्थानीय सरकारमा नि पहल गर्नुभयो तर खासै उहाँले चासो नदिएपछि उहाँले आफ्नै वैकल्पिक कुराहरू खोजेर उहाँहरूले अहिले जुन यो पुलहरू निर्माण गरिरहनु भएको छ हामी देख्न सक्छौँ यतापट्टि पारिपट्टि ज्वानेटर त्यसै गरी यो वारीपट्टि यो नहरे भन्ने ठाउँ रहेको छ यो ज्वाने खोला रहेको छ यहाँ पछाडिपट्टि यो ड्याम रहेको छ खोलालाई यता यसको पछाडिपट्टि यो पहेँलो बिल्डिङ रहेको छ यो घर यो चाहिँ खानेपानीको समिति खानेपानी उपभोक्ता समितिको भवन रहेको छ भने अहिले यो यसको काम निरन्तर भइरहेको छ यहाँ
महिला पुरुष बराबर उहाँहरूले चाहिँ काम गरिरहनु भएको छ। यो पुल निर्माण गर्दाखेरि अलिकति उचाइको काम र धेरै यो प्राविधिक कुराहरू पनि हुन्छ, त्यस कारणले यो पुरुषहरूलाई बढी हामी यहाँ देख्न सक्छौँ। उहाँहरू अहिले उहाँहरू चाहिँ एकदमै माथि काम गरिरहनु भएको छ भने अन्य महिला श्रमदाताहरूले मुनिबाट ढुङ्गालाई यो व्यवस्थापन गर्ने, त्यसै गरी यो भाटालाई चिरफार गर्ने कामहरू चाहिँ उहाँले गरिरहनु भएको छ। आज उहाँहरूले सक्ने योजना रहेको छ र उहाँहरूले सक्नका लागि एकदमै तयारी अवस्थामा रहेको छ। अब यो केही छिनपछि नै सकिने खालको देखिन्छ। यो यति लगाइसकेपछि यहाँ फेरि अर्को एउटा रेलिङ पनि लाउने भन्ने कुरा रहेको छ। म उहाँसँग कुराकानी गर्छु, एक घन्टा हुन्छ। दाजु, अहिले जुन यो पुल बनाउँदै हुनुहुन्छ बाँसको है, अब यसमा चाहिँ यो यतिकै छोड्ने हो कि यसमा के रेलिङहरू बनाउने कि के छ? रेलिङ पनि जान्छ है यो? हजुर, यो कतिको मजबुत हुन्छ? यो कतिजनासम्म एकैचोटि हामी आवाज गर्न सक्छौँ कि के छ? हामी 3-4जनासम्म 3-4जना एकैचोटि है, लोडहरू सहितै होइन र? अब यो बिचमा यो यसको के सपोर्टहरू राख्ने हो कि यतिकै के छ? यो सपोर्ट हुँदैन यतिकै यो हुन्छ त? यो हुन्छ। त्यो धेरै यहाँले अनुभव पनि गरेर यो बनाउँदै हुनुहुन्छ होला नि? हामी त्यो तल थियो नि फलामी पुलमा, फलामी पहिले हामी यसरी लगाएर तर्थ्यौँ नि हामी। अहिले जुन बनेको फलामी पुलमा अहिले यहाँ यो पुलहरू बनिरहनु भएको छ। अब यो रेलिङ चाहिँ कसरी लाउने? यसैबाट यसरी नै हो कि के छ? अब यहाँ एउटा फेरि बास गर्नुपर्छ, यसरी बास गरेर अनि यहाँदेखि टक टक यो दिँदै यसैमा सपोर्ट दिएर हजुर हजुर। अब यो आज के छ, सकिन्छ कि के छ? अब हेर्दै जाउँ, गर्दै जाउँ। अब सक्ने योजना चाहिँ हो, सक्ने योजना गरेको छ। अब आज श्रमदान भइरहेको छ। यहाँहरूले यो स्थानीयवासीहरू आफै यहाँ जुटेर काम गरिरहनु भएको छ। यहाँहरूले यो आजको के खर्च पनि केही होला? हजुर, के छ त्यसको व्यवस्थापन कसरी? हामीले गाउँमा प्रत्येकको घरमा 500 उठाएको छौँ। बास आफ्नै भइहाल्यो, बास पनि अब घरै पछि काटेको छ। अनि 500 चाहिँ यसो चार्जर यसो खाजा खाउँ भनेर त्यो गरेको। बिहानदेखि सुरु गर्नुभएको? हजुर, कति बजेदेखि सुरु गर्नुभएको छ? हामी लगभग 6 बजीदेखि सुरु गरेको। 6 बजीदेखि है? हजुर। अहिले यो बाँस चाहिँ अहिले पुल बन्नको लागि अहिले पर्याप्त आइसकेको हो कि अरू टोली पनि छ बाँस काट्ने? छैन त्यसो छैन। अब हामी नै अब पुगेन भने अब हामी नै गएर फेरि काट्नु आवश्यकता अनुसार आवश्यक पर्यो भने यही टोली चाहिँ बाँस काट्नकोले जाने। ल हस्, धन्यवाद यहाँलाई। ल उहाँहरू हुन्थ्यो, अहिले पुल बनाउँदै हुनुहुन्छ उहाँहरू र उहाँहरूले कसरी आजको व्यवस्थापन गर्नुभएको छ सम्पूर्ण जानकारी दिइरहनु भएको छ। र अहिले यसरी पुल धमाधम निर्माण भइरहेको छ। जसै पनि यो रहेको थियो आज धरान वडा नम्बर 4 नहरे र जनेटर जोड्नको लागि यो जनेटर खोलामा निर्माण हुँदै गरेको यो अस्थायी पुल रहेको छ। यसै विषयमा यहाँको स्थानीयवासी लगायत अन्य व्यक्तिहरूसँग पनि मैले कुराकानी गरिसकेको छु। पक्कै पनि यो स्थानीय सरकार देखि लिएर जुन सम्बन्धित निकायहरू जुन आफ्नो जनताको विकासको लागि केही पहल हुन्छ भने उहाँहरूको आशा रहेको छ। यो हर साल यो खोलाले दुःख दिने गरेको छ, त्यस कारणले पनि यो अत्यन्तै जरुरी रहेको छ भने उहाँहरूले जुन माग राख्नु भएको छ। र पक्कै पनि यो भिडियो सम्बन्धित निकायहरूसम्म पुगेर पहलको लागि उहाँहरूले केही गर्नुहुनेछ भन्ने हामीले आशा विश्वास व्यक्त गरेका छौँ भन्दै आजको यस भिडियोबाट म लगायत मेरो सम्पूर्ण टिमलाई पनि बिदा हुन चाहन्छु। र हाम्रो भिडियो कस्तो लाग्छ यहाँले? यदि हाम्रो च्यानलमा तपाईँ नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्सक्राइब पनि गर्नुहोला र पुरानो हुन्छ भने हाम्रो भिडियोले के कस्तो लाग्छ यहाँले राम्रो लाग्छ भने प्रतिक्रियासहित आफ्नो सामाजिक सञ्जालमा सेयर पनि गर्नुहोला भन्दै आजको यस भिडियोबाट म पनि बिदा हुन चाहन्छु। नमस्कार।